यसका सचिवज्यू, अन्य कर्मचारीज्यू र हाम्रा आन्दोलनमा लाग्नुभएका सम्पूर्ण आन्दोलनकारी साथीहरू, आज हाम्रो शान्तिपूर्ण आन्दोलनको 73औं दिन भइसकेको छ र आन्दोलन गर्नुभन्दा पूर्व नै हामीले पटक पटक ज्ञापन पत्र बुझाएका थियौँ र सम्बन्धित सबै निकायमा मन्त्रालयदेखि लिएर राष्ट्र समावेशी आयोग, मानव अधिकार आयोग, दलित आयोग, सबै राजनीतिक दलका कार्यालयहरू अनि दलका नेताज्यूहरूलाई पनि हामीले यो ज्ञापन पत्र आफ्ना मागको सन्दर्भमा र सबै विषयहरू उल्लेख गरेर हामीले बुझाएको र त्यसमा पनि हामीले समय तोक दिएको थिए हैन। त्यो समय सीमा समाप्त भइसके पश्चात हामीले पत्रकार सम्मेलन गर्यौं र पत्रकार सम्मेलनमा पनि हामीले एउटा अल्टिमेटम दियौं। त्यस पश्चात हामीले शान्तिपूर्ण तरिकाले माइतीघर मण्डलमा धरना बस्यौं। हामीले आशा राखेका थियौं कि संविधान 2072 को संविधानले जुन हक अधिकार हामीलाई दिएको छ त्यो सबै हक अधिकारबाट हामीले यो पछाडी परेका पिछडा वर्ग, दलित, वादी समुदायहरू तीनै समुदायमाथि कहीँ न कहीँ राजनीतिक दल र सत्ताधारी राज्यबाट हामीले अवहेलित भएको र पुनः यथास्थितिवादीमा हामीलाई लान खोज्दैछ र यो लामो बलिदानीपछि ल्याएको यो गणतन्त्र पनि खतरामा पर्दै गएको महसुस गरेर हामीले यो सबै बचाउनको लागि र आफ्नो अधिकार लिनको लागि हामीले आन्दोलनमा बसेको। आज 73औं दिन भइसक्दा पनि अन्य निकायहरू, कतिपय पूर्व मन्त्रीज्यूहरू, राजनीतिक दल र मान्यज्यूहरू पनि आएर एकबद्ध जनाउनुभयो हाम्रो आन्दोलनमा। आयोगका मान्यज्यूहरू पनि आउनुभयो। तर संविधानमा 2072 को संविधानमा पिछडा वर्गलाई हेर्ने राष्ट्र समावेशी आयोग हुँदै पनि हाम्रो राष्ट्र समावेशी आयोगबाट एकजना पनि कोही कर्मचारी र हाम्रो मान्यज्यूहरू नजाँदाखेरि हामीले साह्रै चित्त दुखेको छ। र यो बीचमा कार्यवाहक मान्यज्यू हाम्रो विष्णुमाया ओझाजीलाई पनि पटक पटक सम्पर्क गर्दाखेरि उहाँ बाहिर जिल्ला छु, आएपछि हामी तपाईहरुसँग भेट्छु, तपाईहरुको मागको सन्दर्भमा हामीले मन्त्रालयहरुमा पनि पहल गर्छु भनेर उहाँले भन्दै बीचमै उहाँको अवधि पनि समाप्त भयो र अहिले फेरि हाम्रो माननीय हरिदास जोशीज्यू कार्यवाहक अध्यक्ष हुनुभएछ। अब हामीले त्यसकै लागि आज 73औं दिन यो धरनामा बसिराख्दाखेरि धेरै जसो साथीहरू हाम्रो बिरामी पनि भए, कतिपय साथीहरू गए, कतिपय आए। हाम्रा अपाङ साथीहरू समेत जिल्लाबाट हामी रोक्दै पनि उहाँहरू आइपुग्नु भएको र हामीलाई यो संविधान ल्याउँदाखेरि सधैँ हामीले यो भिखारी जस्तो माग्ने अवस्था किन यस्तो आइरहेछ, किन हामीले यस्तो भोगिरहेछौँ र यो मुद्दा जुन छ हाम्रो पिछडा वर्गवादी र यो दलितको तिनटैको मुद्दा राज्यले किन त्यस्तो हामीसँग व्यवस्था गरेछ, खेलवाड किन गरिरहेको छ, त्यही सन्दर्भमा हामीले यो भन्दा पहिला पनि एकचोटि मान्यज्यूहरूसँग छलफल पनि भएको थियो। उहाँ पनि मन्त्रालयमा फोन गर्नुभएको थियो तर अहिलेसम्म ठोस पहल भएन र आज हामीले त्यही कुरालाई लिएर यस आयोगमा आएका छौँ। किन हाम्रो यहाँ आयोगबाट मौखिकको यो कुनै भ्याल्यु नै हुँदैन। हाम्रो यो देशमा कुनै भ्यालु छैन। बोल्यो एकैछिनमा केही बोलेकै छैन भन्छ फेरि। त्यसकारणले लिखित रूपमा यहाँबाट मन्त्रालयमा या सम्बन्धित निकायमा पहल भएछ कि छैन भने किन लेख्नलाई हजुरहरू डराउनु भएछ? कहाँ छ संविधानले लेखेको? तपाईहरुलाई यसको अधिकार दिनुस्, यसको जायज माग छ, संवैधानिक माग छ, लिखित रूपमा किन दिनु भएन? दिनु भएछ भने हामीले त्यो एकचोटि पाऊ त्यसको प्रतिलिपि, ताकि हामीलाई अझ सशक्त रूपमा आन्दोलन गर्न अब शान्तिपूर्ण तरिकाले हामी बस्दैन। अब आज हामी यहाँ आएको त्यही कुरा यहाँ सम्झाउनलाई, बुझ्नलाई र यहाँबाट के पहल भयो त्यो बुझेपछि त्यसपछि हामीले आन्दोलनको मोडल चेन्ज गर्छौँ। हामीले
अब राष्ट्र समावेशी आयोगप्रति हामीहरूको धेरै एउटा आशा थियो। आयोगले पनि 1 वर्ष पहिला नै थर सूचीकरणको लागि प्रतिवेदन बुझाइसकेको अवस्था र 1 वर्षभन्दा बढी भइसक्दा पनि हाम्रो पिछडा वर्गको थर सूचीकरणको फाइल अगाडि बढिरहेको छैन। त्यस कारणले म कार्यवाहक अध्यक्षजी मार्फत हामीले हाम्रो यो माग कसरी पुरा हुन्छ त्यो सुन्न चाहन्छु। हाम्रो कसरी कति चाँडोभन्दा चाँडो सम्बोधन हुन्छ, किन त्यस्तो छ, एकचोटि हामीलाई सबै साथी सरहरूको अगाडि नै एकचोटि अब मन्त्रालयमा पहल होस्। मन्त्रीजीको भनाइ के छ, के हामी त्यही भन्दैछु कि यो देशमा ठुलो क्षति भएपछि मात्रै ध्यान जान्छ त? संसदमा पनि 3 जना मान्यज्यूले आवाज उठाइसक्नु भएछ, तै पनि त्यो बहिरो जस्तो किन हाम्रो मन्त्रीजी प्रधानमन्त्रीजीको ध्यान गएको छैन? यति हो। धन्यवाद।